भाइलाई चाहिँ के हुँदैछ अरे? मिठो हुन्छ, भात पनि रुच्दैन। ल है माङपा, यहाँ भाइलाई चाहिँ के चाहिँ भएको रहेछ हौ? यसो हेरिदिनुहोस् न हौ। राति निन्द्रा पनि लाग्दैन भन्छ, खै के भएको हो? भाइलाई चाहिँ अलिकति जागित्र पनि लागेको छ, अनि जङ्गली पनि बिग्रेको रहेछ। त्यसले गर्दा चाहिँ अलिक दुःख दिँदैछ त्यस्तोले। अब तपाईहरू त साधु परिगयो हो। अब यसो गर्नु नि, मेरो त फेरि खाने देउ हो, त्यसले गर्दा मेरो देउले त अब मागिहाल्छ। अब यसो गर्नु नि, खानेकुरो जे भए पनि अब मेरो देउले पो माग्दैछ। यसो रोटी सोटी भए पनि कि केही भए पनि यसो सब्जी पनि भएको भए त हुन्थ्यो। तपाईँ त कस्तो खाले माग्पा हौ? जङ्गली पो हुनु अरे, जागित्र पो हुनु। कसरी देखे जोखना? ठट्टेरीका, आफ्नो थालमा भएको सब्जी पनि नदेख्ने। हेर्नुहोस् त राम्रोसँगले त्यहाँनिर। कसरी भुले के मामा भुले कसरी